हेलो गाइज, आज चाहिँ छु म झापामा अनि म आज झापा आएको छु। हिजो नआएको होइन, अनि हिजो त राति भइसकेको थियो। अनि आज चाहिँ कस्तो धेरै अब हेर्नै यहाँ हेर्न सक्नुहुन्छ, घाम लागेको छ। यस्तो मजाले दिन खुलेको छ। अघिसम्म त अलिक घाम थिएन, अहिले त पुरा घाम लागिराखेको छ। अनि म चाहिँ आज झापामा छु। अनि हिजोमा आउँदा चाहिँ राति भइसकेको थियो होइन, अनि भिडियो पनि बनाउनु पाइनँ। अनि आज चाहिँ घाम लागिरहेको छ, यस्तो दिनहरू खुलेको छ आज चाहिँ। अनि अलिकति चाहिँ मेरो के अरे अब त्यस्तो भइरहेको थियो क्या, त्यो आफै त्यतिकै त्यो त्यस्तो भइहाल्यो। अनि बोल्न पनि कस्तो अप्ठ्यारो भइरहेछ। अनि आज के अरे हिजो चाहिँ भिडियो बनाउँछु भन्दा रातिमा बनाउनु पाइनँ नि। आज चाहिँ बनाउँछु भने चाहिँ फुपूको घरमा आएको, अनि फुपू यता हुनुहुन्छ होइन। अनि त्यहाँबाट यता हामीले चाहिँ यहाँ लिची खाएर राखेको, उठाएको पनि छैन भाडा। अनि बहिनी यता छ, अनि कान्छी फुपू उहाँ चाहिँ, अनि बहिनी पनि यहाँ छ। अनि हामी चाहिँ यहाँ यस्तो घाममा आज गफ गर्दै बसिरहेको छौँ। आमा पनि आउनुभयो, तर आउनु कस्तो कालिप देखियो, घाम लागिरहेको छ कस्तो धेरै। एकछिन घाम लाग्छ, एकछिनमा पानी बल्ला अघि पानी पनि परिरहेको थियो अलिअलि। अनि हामी चाहिँ गफ गर्दै सबैजना बसिरहेको छौँ। मेरो छोरो पनि बसेर कस्तो भइरहेको छ। हामी चाहिँ अनि अब के अरे यो गर्मीमा होइन लाग्यौँ कस्तो मुख पनि के भएको, लाग्यौँ लखर डुल्नु, आमा छोरी भएर डुल्नु लखर यो घाममा। अब काम छैन त होइन, अनि हामी त लाग्यौँ। यस्तो छ घाम पुरै। घुम्न जाउँला अङ्गालो मारी सेल्फी हान्दै मैले किन बिर्सेछु के अरे अङ्गालोमा घुम्न जाउँला अङ्गालो मारी मुस्कुराउँदै सेल्फी हानौला। आज हेर मौसम क्या गुड छ, घाम लागेर पनि सेल्फी हान्ने लास्टै मोड छ। सेल्फी हानौला फुपू यता अगाडि जाँदै हुनुहुन्छ है, हामी चाहिँ यहाँ पछि। ओ माई डियर, उबाट कस्तो मजाले उडिरहेको छ। एउटा चाहिँ अटो जाँदैछ अगाडि, यस्तो उडेर कस्तो मजाले उडेर जाँदै हुनुहुन्छ। बुझ्नुभयो साथीहरू, यहाँ हेर्नु त कस्तो मजाले छाना बनाएर। अनि कहीँ हावा चाहिँ यस्तो मिठो होइन, झापामा यस्तो मिठो हावा चलिरहेको छ। हामी हावा यस्तरी खानुपर्ने हुन्छ हामीले। लुगा उठाएर कहाँ पुऱ्याइसक्यो। अनि यस्तो मिठो हावा चलिरहेको छ, हावा सरर। तर पनि अब हामी लखर काम नभएर घाममा घुम्न हिँडेको क्या यहाँतिर, यतातिर हेर्दै काका कर्याम